गाइज पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है। तो प्लीज मेरी फोटो पे हाथ मत चढ़ाना और मुझे एक सुंदर से पेड़ के नीचे 2 गज जमीन में बसा देना। रुको जरा सबर करो। चासफिरमा गाह्रो नहोस् भनेर पम्प गरेको हुन्, अन्यथा नलिँदा ठिक होला कि। हे बिरामी भएको बेला नै छोडेन यार। जिउँदो हुँदा त छोडेन, मरेपछि नि छोडेन पापीले। जे भए पनि दुध दबाउनु चाहिँ छोड्नु हुँदैन, मरेको होस् या मर्न लागेको होस्। बुबु सनाएर अक्सिजन दिएको कि क्या हो? यस्तै भिडियो हेर्नलाई फन्नी कमेन्ट रिडरलाई फलो गर्नुहोस्।